हाई एभ्रिवान गुड इभिनिङ। आज चाहिँ म अब चाहिँ राति राति ब्लग सुरु गरिसकेको छु। म चाहिँ होइन अहिले चाहिँ 7 बजिसकेको छ। अनि हाम्रो चाहिँ आज चाहिँ भाइले बुहारी हाम्रो देवर बाबुले बुहारी ल्याउने कुरो थियो नि त। अनि त्यहाँदेखि कुरो थियो अनि फाइनल्ली माथि भर्खरै आइसकेको छ होइन। म चाहिँ मेरो काम र व्यस्तताले गर्दा म चाहिँ अहिले भर्खर मात्रै जान लागेको। माथि आइसकेको छ सबैजना। म चाहिँ अब जाँदैछु साथीहरू। अब बाहिर त अँध्यारो छ नि त। अनि माथि गएर म थोरै भ्लग बनाउँछु के कस्तो छ होइन। हाम्रो बुहारी होइन, हाम्रो चाहिँ के भन्छ भने देउरानी बहिनी हो। बुहारी चाहिँ होइन, देउरानी बहिनी फाइनल्ली। ल साथीहरू, म चाहिँ होइन आज एकदमै हाम्रो खुसीको कुरा हो। अनि रात परिसकेको छ, देख्न सक्नुहुनेछ होइन मेरो पछाडि एकदमै अँध्यारो छ। अब यहाँदेखि चाहिँ म उकाली लाग्छु। म चाहिँ त्यही भयो, अलिकति मेरो काम थियो नि त, कामले गर्दा अलिकति ढिलो भयो। भर्खरै आइपुगेको छ माथि सबैजना। अनि म निस्किन्छु, सबैजना भेला भइसकेको छ। ल गएर म देखाउँछु त हाम्रो देउरानी। अब चाहिँ लगभग हाम्रो दाजुभाइहरू के भन्छ बेहुली ल्याउनु चाहिँ सक्यो भनौँ न। अन्तिम थियो हाम्रो भाइ, कान्छा माथिको भाइ थियो होइन एउटा भाइ। आज चाहिँ फाइनल्ली देउरानी ल्याइसकेको छ। अब गएर म देखाउँछु यतै। यस साथीहरू, भित्र चाहिँ एकदमै धेरै हल्ला छ नि त। अनि त्यही भएर म चाहिँ यहाँनिर बाहिर आएर चाहिँ भ्लग बनाउँदैछु। अनि अघि नै आएको हो नि त, मूल घर आइसकेको। हामी सबैजना भेला भइसकेको छौँ। बेहुली चाहिँ आउनै बाँकी रहेछ। आउनै बाँकी भन्दा नि माथिल्लो घर दाइसाइलाकोमा आइसकेको छ। अब आउँछ, यहाँ आउँदाखेरि म देखाउने छु हजुरहरूलाई है। अनि भित्र धेरै हल्ला छ नि त, त्यही भएर म यहाँ अलिकति थोरै बोल्नको लागि आएकी छु। अनि भित्र मान्छेहरू टन्न भएर बसिरहनु भएको छ होइन। अनि म देखाउँछु ल, हेर्नु ल। अनि फेरि बेहुलीहरू आउँछ, बेहुली बेहुली माथिल्लो घर आएको छ। अनि लिन गएको छ नि त 3-4 जना। अहिले आउँछ। आयो कराउँदै आयो साथीहरू। म साथीहरू कराउँदै आउँदैछ है माथि। आउँदैछ यहाँ माथि। यता नि भित्र यतिजना हुनुहुन्छ। लु हाम्रो बुहारी, हाम्रो देउरानी, मन्तरी देउरानी, लु वेलकम छ हाम्रो घरमा। ल उता कता हो? किचनमा कि उता होला हौ कि किचनमै पस्दा हुन्छ किचनमा। ल साथीहरू, हाम्रो बेहुली होइन, अलि उज्यालोमा आउनु लाज लाग्यो। हाम्रो देउरानी बेहुली दुलही नानी। यता हामी जेठान दिदीहरू छौँ। अब भोलि चिन्जान गर्नुपर्छ भरैतिर। के साह्रो कराएको, छिटो बनाउँथ्यो। अब यहाँनिर बेहुली आइसक्यो। पर कोठामा राखिदेऊ नानी। भाइ बुहारी कोसँग आमा? ए खोइ ल। अब चाहिँ हाम्रो देउरानी भित्राउने हाम्रो चाहिँ सिम्पल लिभिङ हाई थिङ्किङ भने जस्तै हाम्रो चाहिँ एकदम सिम्पल पारामा हाम्रो बुहारी भित्राउने चलन छ हाम्रो यहाँ गाउँमा चाहिँ साथीहरू। हाम्रो केही हुँदैन होइन। हाम्रो अदुवा चामल अनि चिन्डोहरू यस्तै तरिकाले हाम्रो चाहिँ बुहारी भित्राउने चलन छ साथीहरू। एकदमै सजिलो तरिकाको छ। हामीलाई पनि यसरी नै भित्राएको हाम्रो। अब आज 2083 साल वैशाख 26 गतेको दिन चाहिँ हाम्रो घरमा हाम्रो मन्तरी देउरानी भित्रिँदैछ साथीहरू। अब चाहिँ हाम्रो घरमा चाहिँ के भन्छ, अब दाजुभाइ छोराहरूको चाहिँ लास्ट बुहारी हो।
साथीहरू बेहुला बेहुली बाहिर छ हाम्रो भित्राउनलाई तयारी भाइ कस्तो अनुभव भइरहेछ तिमीलाई म चाहिँ ह्याप्पी हुने दिन हो नि त आज त साथीहरू अलिकति मनमा खुल्दुल के आजको दिन चाहिँ मनमा एकदमै अलिकति काउकुती पनि लाग्छ है त्यो नाङ्लोको चिया त त्यहाँ पो खाइन्छ आजको लोककथा चाहिँ छ रेडी पैसा के हुँदैन कमेडी के लु भयो होइन अब ए छ भने त लगाउ न ल फाइनल्ली अब चाहिँ हाम्रो सबैजना भेला भयौँ होइन नि यहाँनिर लु आमा अब यहाँ सुनौँ ल ल साथीहरू हाम्रो चाहिँ एकदमै नर्मल्ली सिम्पल्ली तरिकाले हाम्रो चाहिँ हुन्छ होइन त्यस्तो ऊ छैन हामी चाहिँ यसरी नै गर्छौँ अनि यहाँनिर अब मुदुमहरू हरेक कुरा पोलिसकेर चाहिँ हामी भित्र्याउँछौँ हाम्रो नयाँ दुलै भित्र्याउने हाम्रो नाना हुनुहुन्छ यहाँ सबैभन्दा हाम्रो घरको सबैभन्दा ठुली नाना हो नि त अनि सबैभन्दा ठुली नानाले चाहिँ हुल्नुपर्छ किनभने आमाले खासमा आमाले हुल्नु पर्ने हो आमा चाहिँ अब हाम्रो ससुरा बा हुनुहुन्न नि त अनि त्यही भएर एकजनाले मात्रै चाहिँ मिल्दैन भनेर हाम्रोमा सबैभन्दा ठुलो चाहिँ हाम्रो दाजु माइला र माइली हुनुहुन्छ त्यही भएर दाजु माइला हाम्रो अनि हाम्रो भाइ बहिनी चाहिँ रेडी तयारी अवस्थामा छ ल एकदमै तयारी सबैजना साथीहरू जे होस् यहाँ हाम्रो गाउँमा चाहिँ एकदमै सजिलो छ हौ साथीहरू बुहारी भित्राउनुको लागि चाहिँ हामी पनि यसरी नै भित्रिएको हो नि त अनि एकदमै सजिलो छ सिम्पल तरिकाले ल अब हाम्रो रीत अनुसार चाहिँ सबैजना बोलिसक्नुभयो दाजुहरूले अब चाहिँ बुहारी भित्राउने काम कसलाई बिहे गरेको भेट्न मेरो साथी हो यहाँ धीरेन्द्र लाइभमा हिलेको यहाँ प्रेमको चाहिँ भाइको चाहिँ नो कान्छी मन्तरी रमाइलो छ ल बेहुली चाहिँ प्रस्थान हुने कार्यक्रम आउँदै हुन्छ बेहुली हाम्रो मन्तरी देउरानीलाई बेहुलालाई कुनै बेहुला सरासर आउने बेहुला सरासर आउने ल साथीहरू हाम्रो बेहुला बेहुली बसिसक्यो हाम्रो चाहिँ यसरी नै एकदम सिम्पल तरिकाले हुन्छ है साथीहरू बुहारी भित्राउने काम एकदमै सजिलो छ झन्झटिलो काम छैन ल साथीहरू फाइनल्ली हाम्रो चाहिँ अब टिकाटालो सुरु भयो हाम्रो सबैभन्दा हाम्रो यहाँ चाहिँ सबैभन्दा ठुलो अब दाजु नाना हुनुहुन्छ नि त खासमा आमाले लाउनु पर्ने हो आमा अब ससुरबा हुनुहुन्न उखाल्ने रहेछ यस्तो छोटो बनाइ पठाउनु पर्छ ए थाहा पाएन आज आशीर्वाद भरे बटुलेर मलाई दिनु पर्यो अन्तिममा चाहिँ अहिले थाप्ने काम गर्नु भोलि 60,000 को नोट पनि ए त्यो त पक्रुम न भए त्यसै गर्नु मिल्दैन त
अहिले फेरि एक एक महिना बढ्ने गरे केटा होइन आमाले अनि आमा अनि त्यहाँदेखि काइला साइला साइली अनि काइला हामी त आउँछ नि लाइन बाई लाइन कसो ए नाना पनि छ नि म यो सकेपछि आमाले सकेपछि तपाईँ लाउनु तपाईँ ठुलो मान्छे हो नि त आमाले सकेपछि तपाईँ किन लाउने ल साथीहरू हाम्रो आमाले अब चाहिँ आमा आशीर्वाद राम्रो दिनु है अजोडी होम लौ यता चाहिँ हाम्रो छोरी हाम्रो जन्तरेको छोरी यत्रो भइसक्यो हाम्रो मन्तरे यता छ हामी अन्तरे हाम्रो यस्तै छौँ धेरै भाइ साथीहरू हाम्रो चाहिँ 8 भाइ हो त्यही भएर आजदेखि भनेको एकछिन आमाको आशीर्वाद सुनौँ नरी खाने नहुनु गरी खाने हुनु राम भदाइले आमालाई नचाउनु पर्छ है आज भन्दैछ है ए नचाउने होइन बाङा आज नचाउनु पर्छ नाच्नुहुन्छ म एकछिन नाचेको पनि लाइफ हाल्छु म एकछिनबाट नाचेको पनि लाइफ दिन्छु आयो एकैचोटि आशीर्वाद त खतरा हाम्रो तल्लो घरको जेठानी नानाले दक्षिणा अलिक धेर साथीहरू हाम्रो चाहिँ रेगुलर आउँछ है अब नानाले सक्नु भएपछि हाम्रो साइला दाजु साइला नानीहरूलाई अनि त्यसपछि काइला दाजुले अनि फेरि मेरो बुढो र मेरो पालो आउँछ दुईजनाको गाई पैसा पाउने त अहिले त भाग्यमानी पो ल अब चाहिँ हाम्रो साइला दाजु र साइली नानाको पालो साथीहरू टिका टालो समयमा यसो जोडी बिहे बन्धन भयो अब राम्ररी खानु हाकेको ताकेको पुगोस् चिरञ्जीवीको आयु हो एक आपसमा मायाको खानी होस् ऐन्द्रको डोरी जस्तै लामो होस् लम्बा लम्बा होस् खोला जस्तो ताकेर नजाऊ सोचेको पुरा होस् र यसो एक आपसमा सधैँ सल्लाह मिलोस् र तिनीहरूले साह्रै ठिक हो हाम्रो साइला दाजुले भनेको सोचेको पुगिरहोस् सल्लाह मिलोस् र तिमीहरूलाई सधैँ यो दाई र एउटा भगवानले दिएको आशीर्वाद चाहिँ सधैँ शिरमा रहोस् है भुइँमै नखसी लागि जाओस् है दैलोमा निस्किँदाखेरि खुट्टा नठोकियोस् है अब हाम्रो लजा दाजुले दिइहाल्नु भयो तपाईँ टिका मात्रै लगाइदिनु न अलिअलि भनेर कहिले कहिले गफ लगाउन आउँ छिमेकीमा अरू त सबै मलाई त आशीर्वाद दिनै आउँदैन मनै हाम्रो मिलन दही त्यहाँ थियो होइन ए ल हाम्रो छोरी राम्ररी पढ्नु तिमीले अब यति हो हाम्रो अन्तिम हाम्रो अब पालो हाम्रो काइला दाजुको साथीहरू काइला दाजुले सक्नुभयो पछि हाम्रो मेरो पालो आउँछ मेरो बुढा र मेरो पालो आउँछ है हाम्रो काइला दाजुको मुखबाट पनि अलिकति सुनौँ न आशीर्वाद कहिले काहीँ मुख खोलियोस् न अलिअलि त मनको आशीर्वाद चाहिँ नि शिरमा कहिले झर्दैन हुनु चाहिँ हो है मनमा बोल्नेको सकी जान्छ रातो थिचिदिनु न त साथमा राखेर गरी खाने हुनु है यति नै मेरो यस्तो आशीर्वाद चाहिँ हामीले अझै माग्नु पर्नेछ र पनि हामी दिन्छौँ हाम्रो भाइ बहिनीलाई ल
हाम्रो भतिजोले ल बल्ल बल्ल हाम्रो भाइको हामीले सम्झाउँदा कति भन्थ्यौँ बल्ल बल्ल पुरा भयो अब दाजुले आशीर्वाद दिइहाल्यो पुरा होस् बालेन शाहको मलाई त सरकारी ढल्यो खोनी त लान्छ होला ल देउरानी बहिनी म चाहिँ अन्तरी जेठानी नाना हो होइन अब हामी लड्दै बाध्दै हो नि जेठानी देउरानी भयो चाहिँ रिस मात्रै गर्ने होइन रिस गर्दै मिल्दै बाध्दै गर्दै बस्नुपर्छ ओइ भन्ने त्यस्तै हो बाबुमाइतीको यसो ल हाम्रो मिलनलाई फेरि पनि वान्स मोर एउटा अघि देवाले दिएको आशीर्वाद अब एउटा नाति नातिनी छ अब एउटा नाति है ल दोहोरा पनि मलाई त्यो आशीर्वाद साह्रै मन पर्यो कि त्यही भएर मैले यता चाहिँ हाम्रो छोरी हाम्रो जनता रे देवरको छोरी अनि ल राम्रो पढ्नु ज्ञानी हुनु धेरै मामु बाबासँग मुख नलाग्नु फोनमा बिजी नहुनु पर्ने उमेर हो यतिखेर अब अन्तरी देमाको आशीर्वाद तिमीलाई यस्तै मनमा धेरै छ भन्नु सकिन ल अहिले चाहिँ नानी लु यो तेरो भोलि तेल किन्नै आशीर्वाद मात्रै हो हुन्छ हुन्छ मेरो पैसा मेरैमा आउँछ फिर्ता ए हुन्छ ल साथीहरू उहाँ चाहिँ हाम्रो खासमा चाहिँ उहाँहरू चाहिँ साथी पनि हो हाम्रो दाजुभाइ हाम्रो बुढोहरूसँग साथी पनि हो तर साइनल चाहिँ हाम्रो चाहिँ छुनाको बुढो हाम्रो पुसै हो खासमा अब लगाउँदै हुनुहुन्छ हाम्रो पुसैले ल हाम्रो पुसाइले आज चाहिँ आशीर्वाद दिँदै हुनुहुन्छ नि अब पार्टनरलाई के आशीर्वाद दिनु हैन अब पार्टनर राम्रोसँगले हैन जोडी अब उहाँको मनबाट भक्कन छुटेर आशीर्वाद मोटर फुटेर सुगाको जोडी जस्तो होस् यहाँको जोडी हैन कहिले नछुटोस् कहिले बाधा नआओस् नै हैन जे भए पनि साइनोले पुछे भएको अनुसारले नै आशीर्वाद पनि दिनु आउँदो रहेछ मिलेर चाहिँ अब गरी खानु पर्यो सधैँ अब आजको जस्तै जोडी सधैँभर होस् नानी ऊ आन्टीको टिका पुछ्दैौ न आँखामा पस्नु आँट्यो मोबाइलमा घन्टी बज्दाखेरि रिङटोन साह्रै कसले गर्यो भनेर टिका गिल्लो भएछ हौ लोकन्दिला चाहिँ अब के आशीर्वाद दिउँ हो लोकन्दिला चाहिँ लु अब आयो है लोकन्दिला चाहिँ अब एकदम छिटो छिटो लोकन्दिला यसै टिका लाउनु पाओस् होइन होइन अर्कोचोटि अब उमेर पुगेको छैन उमेर भएको छैन अलिक हाम्रो छोरीलाई छैन अलिक भएको छैन धेरै पढ्नु धेरै इष्टमित्र खाने खाने हुनु एकदम भाग्यमानी हुनु ठुलो मान्छे भएर बिहे गर्नु ल त्योहरू हाम्रो चाहिँ सबै टिकाटालो सक्यो सगुन पनि दिइसक्यो होइन हाम्रो चाहिँ यस्तै हुन्छ अब ढोकभेट हुन्छ अनि त्यसपछि चाहिँ हामी खाना दिन्छौँ फेरि ल अब चाहिँ ढोक्दैछ भाइले बुहारीलाई बहिनीलाई अब आफन्तहरू चिनाउने कार्यक्रम भयो चाहिँ साथीहरू है हाम्रो चाहिँ यस्तै चलन हुन्छ फेरि बेहुलीले कोकोलाई ढोक्छ फेरि तले ढोकेर ढोलाको दाल छ हो तर मेरो त जुत्ता सँगै पछि हो पर्दैन हौ भाइ खुट्टामै त आमालाई मात्रै हो आमा र बाउलाई चाहिँ पर्छ कि ल साथीहरू हाम्रो चाहिँ सबै काम सकेर होइन अब सबभन्दा फर्स्टमा चाहिँ उनीहरू खाना खाँदैछ नि त अनि खाइसकेपछि चाहिँ अनि हाम्रो पालो आउँछ हामी खान्छौँ पानी को खाने म ल्याइदिन्छु ल दही साथीहरू अब यता साथीहरू बेहुला बेहुली पनि नाच
ल हाई गाइजहरू अब चाहिँ हाम्रो भाइ हाम्रो बेहुला बेहुली भाइ बहिनीलाई नचाउने हामी कोसिस गर्दैछौँ ल धिरेनको नाचै गीत बजाऊ नानी ल छिटो त जाऊ न भाइ ताना न बहिनीलाई ल अब गीत सुन्नु दिउँ न यस्तो घुमाउ न हात मार ल यस